पहिले सैलेश भ्लग कताको भन्दै हामी चाहिँ मासु पकाउँदै छौँ है गाइज। खाना खानु न फोटो खिचायो होइन क्या भिडियो झ्याप बोल यति खाएपछि झ्याप छैन अझै खानु छ नि यो डागुन होइन भने दाइ हेर्नु त डाँडा गाउँ के भन्छ डागोन भने हो JOM जमसङ हो क्या जमसङ डाँडा गाउँ जमसङ जमसङ के हो न हाम्रो त यस्तै छ हेलो नमस्ते मेरो नचकेको झड्केलो ससुरामा र हजुरको झड्केलो वेलकम ब्याक टु माई न्यू ब्लग। आजको नयाँ ब्लगमा फेरिबाट स्वागत छ। यदि च्यानलबाट नयाँ च्यानल अवश्य सब्सक्राइब गर्नु होला। अनि आज चाहिँ के भन्न चाहन्छु भने सबैलाई ह्याप्पी तिहार। म चाहिँ तिहारमा चट्टा लाएर यहाँ अचार गेडागुडी बनाउँदैछु देख्न सक्नुहुन्छ। अनि यो साइडमा चाहिँ अन्डा बनाउँदैछु। अनि म यहाँ दिमाग खराब भइरहेछ क्या भाइटिकामा पनि। अनि भाइटिकामा पनि यस्तो तरकारी पकाउने गेडागुडी पकाउने अचार बनाउने यो चाहिँ भएन है। यो चाहिँ भएन। म यही भन्न चाहन्छु भिडियो मार्फत। आज जेन्जीमाथि ठुलो तम्सो सुहाउँदैछ दाजुभाइ दिदीबहिनीहरू। सो अब देख्न सक्नुहुन्छ अचारको यो गेडागुडी। मैले चाहिँ यहाँ गेडागुडीको अचार बनाइ भएर चट्ट साइड लगाइसकेको छु है। साइड लगाएर राखिसकेको छु है देख्न सक्नुहुन्छ। अनि यतापट्टि चाहिँ अन्डा छ। अब यो एकछिनमा पाक्नेवाला छ। के गर्नु अब तिहारमा यस्तो काम गर्नुपर्छ यार। भाइटिकाको दिन पनि दिमाग खराब भइरहेछ अनि म एकछिनमा चाहिँ उता पुलो घरतिर पनि जानुपर्ने हुन्छ है। त्यता पनि केही काम गर्नको लागि। अनि हाम्रो फुल चाहिँ देख्न सक्नुहुन्छ सयपत्री गाइसहरू है। यसपालि सैलेश भ्लग कताको भन्दै हामी चाहिँ मासु पकाउँदै छौँ है गाइस। ओके डन। अब पज गर। अब लास्टमा त्यही त अरूलाई आँखा लाग्छ होइन। पाकिसकेपछाडिको त्यो लास्ट स्टेप देखाउनु। अरू के भन्न चाहनुहुन्छ? मसला ससला ह्याप्पी तिहार गाइज। अल अफ यु ह्याप्पी तिहार हो त्यो। कोसँग यस्तो बिजी। सो मेरो दाइले चाहिँ यहाँनिर मासु बनाउँदै हुनुहुन्छ। खास यो खसीको होइन खसीको मासु। अनि हाम्रो दाइ मक्क परिदियो। खसीको मासु हो यो। हामी अरू चाहिँ फेरि खाँदैनौँ कुखुराहरू। हामीलाई यो तिहारमा चाहिँ ठिक लाग्दैन। अनि मेरो दाइले चाहिँ यहाँ तरकारी पकाउँदै हुनुहुन्छ। सो अनि अब यतापट्टि हाम्रो दिदीहरू नि अचारहरू बनाउँदै हुनुहुन्छ होला। मैले पनि बिहान गेडागुडी अचार बनाएको। अनि यस्तो म यतातिर जाँदैछु दिदीबाट। ओहो दिदी अचार बनाउने मान्छे कहाँ त्यति त कहाँ? ए खोइ गेला आगो मात्रै लाउने कि रिया चाहिँ ए तेरो लौ रुवाहरू नाटक गरे रुवा हो खोइ है त्यो धागो लगाउँछु। नरौ दुलाई नानी काट्नु होइन राम्रो बनाउनु रुवाकै हो र
ल छोडिदियो ल धार न ल धार ल प्राइङ गरे ऊ राजेन हाजिरा ऊ मान्छे दाजुभाइ दिदीबहिनीहरू म चाहिँ अहिले कहाँ जान लागेको भने समीको पात अनि त्यसपछि आँप अनि त्यसपछि चाप अनि के भन्ने थियो अनि हो त्यो चाहिँ त्यहाँहरू चाहिँ म लिन जाँदैछु है हुन्छ हात तयारी अनि पोहोर साल चाहिँ मैले के गरेको थिएँ भने खै के समीको पातको ठाउँमा अर्को चाहिँ के पात लिएर थिएँ क्या अनि यसपालि चाहिँ मैले अनि पोहोरको गल्ती यसपालि चाहिँ दोहोरिनुवाला छैन र अहिले चाहिँ म जाँदैछु समीको पात लिन गाइस आयामा गलिसक्यो है दाजुभाइ दिदीबहिनीहरू अनि यतातिर चाहिँ तुवालो लाएर लिन सक्नुहुन्छ यो हाम्रो यस्तो डाँडामा गएर फोटो खिच्नु चाहिँ बबाल आउँछ दिदीबहिनीहरू मैले फाइनली सोम होइन सोम हो यो मैले चाहिँ फाइनली सोमको पात भेटाइसकेको छु लिन सक्नुहुन्छ है यही नै हो अब अर्को के भन्छ नि पिपल ऊ त्यो बर पिपल त्यहाँ भइहाल्यो अनि बाँकी भयो आँपको पात अनि त्यसपछि अरू के अरे अरू के चाहिन्छ मलाई चाहिँ थाहा छैन सोधेरै भन्नुपर्छ अनि सो मैले चाहिँ यो एउटा दुईवटा तिनवटा चिज चाहिँ भेटाइसकेको छु ल गाइस यो हाम्रो जरुरत पुरा भइसकेको छ यसको र म चाहिँ उहीँ जान लागेको पिपल लिनलाई यहाँनिर चाहिँ बर्ख जस्तो लागेको छ है उतिर अनि अघि बर भने खरेर पातको रहेछ सला अघि म झुकिएँ र म तल जाँदैछु बरको पात लिन बर जस्तो लाग्यो कि खरेतो हो यो त खरेतो हो है अनि यो बर कि पिपल हो म त्यहीँ गएर हेरेर टिप्ने अब सो दाजुभाइ दिदीबहिनीहरू हाम्रो चाहिँ जरुरत पुरा भइसकेको छ अनि म चाहिँ घर फर्किन लागेको अब चाहिँ म घरतिर जाँदैछु अनि यहाँ चाहिँ स्पिकर फालेर चाहिँ खटारो के हो ओहो कबाडी भन्दा सर दिदिने अरे यो भाडा हान्दाखेरि त म चाहिँ फाइनली घर आइपुगिसकेको छु दाजुभाइ दिदीबहिनीहरू है अब म उतातिर गएर अब त्यो हुन्छ नि अब बुट्टाहरू त्यो चाप आँप होइन ल यो चाप आँप यो आँप होइन हो यो आँप हो कस्तो नचिन ओहो ओहो यो आँप हो क्या सोल्टी आँप आँप हो त आँप त नि चाप है त के त यो कुन यो सोमी सोमी हो यो कहाँ चाप हुने यो चाप सेम टु सेम यस्तै पात हुन्छ क्या अलि मैले चिनेन स्वामी के स्वामी लिएर छ तँ अरू त केही पर्दैन नि भइगयो नि यति भएपछि त सकियो नि अब चाहिँ हामी डिजाइन बनाउनु पर्छ है
वर्षों बीते फोटो देखिन्छ सम्झनामा बन्छ दिदी त्यो आशिष Ahai संसारमै राम्रो ahai चाडबाड हाम्रो ahai रीति ahai त्यसैमा ahai खेल्दैमा ahai सल्टी बिला त्यो चोर्यमला ल्याइन नि यौलाले यस्तो ठाडो गर न चोर्यमला ल्याइन के त्यो भइल अब सबै कलर लगाइदिन्छन् ahai हेर ahai भनन सिलगाले पार्कमा दिन्छ ahai शर्मिलाई खाना ahai हजुरको घरमा अर्कै हरे लगाइदियो ahai आशिष दि भयो हरेला लगाइदियो ahai त्यसलाई त्यही राख अनि हरे त्यहाँ हरे औँसीको रात झुली मिली बत्ती बलेर घरकी लक्ष्मी आउनु भयो तानै लिएर औँसीको रात झुली मिली अब अर्कै कलर बलेर घरकी लक्ष्मी आउनु भयो त्यो निलो लगाइदियो कति राम्रो देखेको सानीलाई पहेँलो लगाइदियो निलो लगाइदियो यता हेर यहीँ बसेको त अब अर्को पहेँलो लगाइदियो ahai संसारै ढाकुन
त्यसलाई लाइन फेरि बहिनीलाई संसारै ढाको है यसैमा घरका है लाला पाला है दुपो जस्तै है बोलाउँदै जाऊ है यसैमा घरका अब पिङ्क कलर लगाइदियो भयो पिङ्क कलर पनि हेर्छ है बर्को जस्तै है कपीमा रहन् है फलामै छुँदा है सुनै बनोस् है ढुङ्गा छुँदा है हेरेमा बनोस् है बदन जस्तै थोपडा देखाओ है लाजमा रहोस् है लेखको काने लामो दे लामो बोल्ने छोटो लामो बोल्ने छोटो यार मक्का परेको अब दिदीलाई लगाइदेऊ यार दिदीले एकखेप लगाइदेऊ दिदीको पालो त्यो खाली गरिदिनु त कति खाबै छैन ओभरडोज भयो अब लो दुईटा खाएर बाँकी एउटा दिने नि यार न म यो खान्छु न त्यो खान्छु यो खान्छ यो चल्छ कस्तो नखाइकन साचेर राखेको यति धेरै यो चाहियो मलाई त छिमेकी खानु ल
अबे खाऊ मजाले हामी ओल्डरतिर घुमिरहेको थियौँ स्टुडियोमा पनि त रन्केर गएन गरिदेऊ न अब यस्तै त दसैँमा नि भएन साग टिम नपुग्दा पो त सम्झिनु भने टिम पुगेर त भेनाजु राम्रो किन्नु भइहाल्छ ठिक छ के छ र बिस्तारै लिङ्क भइहाल्छ नि उ पनि त्यही हो खुवाइ त मरद छ त ओहो ल हेर मरदै छ नि हेर्नु न ह्याप्पी दिवाली के भन्नु आऊ अब ह्याप्पी दिवाली आउँछ भन्नु पर्यो नि ह्याप्पी दिवाली ह्याप्पी दिवाली तिमीहरुको बेजत होला बाबु धेरै धेरै खाएको छैन थोरै थोरै हो अब यो थोरै थोरै खाँदा अलिक धेरै नै भयो भाडा झऱ्यो त्यहाँ झ्याप बोल यति खाएपछि झ्याप छैन अझै खानु छ नि यो यो डागोन होइन नि दाइ हेर्नु त डाँडा गाउँ के भन्छ डागोन भने हो ल यसले त डाँडा गाउँ पो भन्छ त्यसलाई त डागोन हो ए यो चाहिँ के हो जेओएम जमसङ हो क्या जमसङ डाँडा गाउँ जमसङ जमसम के गर्नु हाम्रो त यस्तै छ आउँदैन यार अब देखाइदिइहाल्नु पर्छ दिदी हजुरलाई ल ढङ्ग त त्यही त हो नि सबैको ल यता हेर्नु ल खानु न के
बताउनु पर्यो नि हजार हजार हान्ने त खाऊ है साथीहरू भात चाहिँ खाऊ दाजु त्यो पुरा आउँदो भइसक्यो बिस्तारै बढी हुँदै गइरहेको छ है केही खाँदै खान ल ल ल यो त पछि त होइन मिलाएर त्यसरी पुरा झन्डै ल ल दिदी ल दाजुभाइ दिदीबहिनीहरू अब चाहिँ नसकेको है अब यहाँ प्रपरीमै छ हेर्नु देख्नु सक्नुहुन्छ ल दाइ भाइ मसला नसक्यो भाइ मेरोमा हालिदिनु ल आजको तिहार चाहिँ एकदम रमाइलो भयो है अनि त्यसपछि अहिले चाहिँ पेट टुस्स भएको छ होइन बढी चिसो खायो अनि सो आजको भिडियो अन्त्य गर्न चाहन्छु हजुरहरूको तिहार के कस्तो भयो अनि कमेन्ट गर्न नबिर्सनु होला हाम्रो चाहिँ तिहार एकदम रमाइलो भयो अब एकछिनमा तास खेल्न जानुपर्ने हुन्छ सो यति भन्दै आजको ब्लग अन्त्य गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो लाइक एन्ड सेयर सब्सक्राइब यदि च्यानलमा नयाँ च्यानल अवश्य सब्सक्राइब हो थ्याङ्क यू फर वाचिङ हो ए थ्याङ्क यू फर वाचिङ ए कस्तो यार तपाईँले भने बिर्स्यो यार ए भगवान् के भनेको थियो मैले ठ्याक्कै बिर्स्यो सो अघिसम्म त जानिरहेको थिएँ यार के भने यति भन्दै हस् धन्यवाद गाइज